दर्शक नमस्कार, म लोकेन्द्र बोहरा। यति बेला न्यायाधीश पनि झोले हुने रहेछन् भन्ने कुरा स्पष्ट रूपमा पारिदिएको छ। यति बेला जिल्ला हुँदै उच्च र सर्वोच्चमा पनि पार्टीगतकै झोलेहरू न्यायाधीश बनिरहेका छन्। पार्टीकै व्यक्तिहरू पार्टीगत नै भएर यति बेला न्यायाधीशहरूले पनि फैसला लिने काम गरिरहेको छ भन्ने कुरा स्पष्ट भएको छ। आउनु दशमीन रवि लामेछानेको मुद्दा हिजो मात्रै बुटवल उच्च अदालतमा फेरि पनि सर्वोच्चबाट प्रमाण झिकाउ आदेश दिएको छ। बारम्बार कहिले जिल्लाबाट बनेको छ, कहिले सर्वोच्चबाट। यस विषय पनि तपाईमाझ जानकारी प्रस्तुत गर्नेछौँ भने त्यसै गरी सूचना कार्की पनि यति बेला ओलीकै शैलीमा प्रस्तुत भइरहेकी छिन्, ओलीकै शैलीमा गएकी छिन्। यस विषय पनि तपाईमाझ जानकारी प्रस्तुत गर्नेछौँ। त्यसै गरी आइजिपी दानबहादुर कार्कीले पनि ओली लेखक सहित 6 जनालाई पक्राउ गर्ने चेतावनी दिएको छ। यस विषय पनि तपाईमाझ जानकारी प्रस्तुत गर्नेछौँ। आउनुहोस् दर्शकबिन, कार्यक्रम सुरु गरौँ। हो दर्शकबिन, हिजो मात्रै रवि लामेछानेको बुटवल उच्च अदालतमा एउटा पेशी तोकिएको थियो। अदालतले आदेश दिनुपर्ने थियो, हिजो पनि दिन सकेन। हिजो पनि अल्झायो, अस्ति पनि अल्झायो। बीचबीचमा अल्झाउने काम चाहिँ न्यायालयले पनि गरिरहेको छ। एकै दिन जिल्लाबाट र सर्वोच्चबाट त्यो प्रमाण मगाइदिएको भए के बिग्रिन्थ्यो? तर यता पार्टीका झोले न्यायाधीश भइदिए भने सबैलाई ठिक्क, पार्टीलाई पनि ठिक्क, यता रविका समर्थकलाई पनि ठिक्क, रविलाई पनि ठिक्क पार्ने न्यायाधीश यिनै हुन् दर्शक। किनभने हिजो बुटवल उच्च अदालत अगाडिका जनताहरू रविको न्याय खोजिरहेका थिए, रविको आदेशको लागि पर्खिरहेका थिए। यति बेला नेपाली जनताहरू पनि रविको न्यायको लागि पर्खिरहेका छन्, खोजिरहेका छन्। रविको न्याय कति मिनट रवि लामेछाने न्याय कहिले पाउँछन्, कहिले नेतृत्व हासिल गर्छन् भन्ने कुरा जनताहरूले खोजिरहेका छन्। फेरि रविलाई लामेछानेलाई यो जेनजीको जगमा बनेको सरकारले पनि रवि लामेछानेलाई प्रतिशोध नै खोजिरहेको छ। फेरि पनि रवि लामेछानेलाई सुशीला कार्कीको सरकारले पनि प्रतिशोध खेप्यो भन्दै जनगुनासोहरू आइरहेका छन्। किनकि योभन्दा अगाडिको पेशीमा पनि जिल्लाबाट मगायो र त्यसपछि जिल्लाकै मगाएकै दिनमा पनि सर्वोच्चको मगाएको थियो भने प्रमाणहरू के बिग्रिन्थ्यो? तर जिल्लाको एक दिन, सर्वोच्चको एक दिन गर्दै, सबैको एक दिन गर्दै यसरी नै टाइम वेस्ट गर्ने, टाइम समय बर्बाद गर्ने देखिन्छ स्पष्ट रूपमा। झोले नै न्यायाधीश हुन् भन्ने कुरा स्पष्ट देखिन्छ भनेर सबै जनगुनासोहरू आइरहेका छन्। त्यसै गरी दर्शकबिन, यति बेला प्रधानमन्त्री सुशीला कार्कीले पनि ओलीकै शैलीमा यति बेला प्रस्तुत भएकी छिन्। ओलीले जनताहरूलाई जुन शास्ति खेप्नु बाध्य बनाएको थियो, जनताका आवाज उठाउने व्यक्तिहरूलाई जसरी पक्राउ गरी खोरमा जाक्ने काम गरिरहेका थिए, त्योभन्दा पनि दोब्बर गुना सुशीला कार्की भइरहेकी छिन्। किनभने जनताका आवाज उठाउने निकोलस भुसाल सहितका अभियन्ताहरूलाई जहाँको त्यही भेटाएर खोरमा हाल्ने, 2-3 दिनमा निकाल्ने, खोरमा हाल्ने, निकाल्ने काम सुशीला कार्कीले गरिरहेकी छिन्। जसले जनताका आवाजहरू बोल्छ त्यसैलाई खोरमा जाक्ने काम सुशीला कार्कीको सरकारले पनि गरिरहेको छ दर्शक। त्यो सँगै रवि लामेछानेको मुद्दा यति धेरै समयसम्म अदालतको गेटमा, अदालतमा घुमिरहँदा पनि, अदालतमा चलिरहँदा पनि अहिलेसम्म बुटवल उच्च अदालतले प्रमाण नपाउनु, मुद्दाका मिसिल नपाउनु, यो कतिसम्मको लज्जात्मक कुरा हो, लज्जाउने कुरा हो, यो लाज मान्नुपर्ने हो। तर यति बेला कहिले जिल्लाको प्रमाणको मिसिलहरू पठाउँछ, कहिले सर्वोच्चको मुद्दाको मिसिलहरू झिकाउने आदेश दिन्छ। के यति बेला रविलाई फसाउन र यति बेला रविलाई अल्झ्याउन र चुनावसम्म नजाओस् भन्नको लागि यो काम गरिरहेको छ? आखिर पक्कै पनि सुशीला कार्कीको सरकार र गृह मन्त्रालय यसमा ध्यान जान जरुरी छ। न्यायाधीश पनि अहिले झोले शैलीमा नै प्रस्तुत भइरहेका छन्। पार्टीगत झोलेहरू बढी भइरहेका छन्, अवसरवादी भइरहेका छन्, आशावादी भइरहेका छन्। पार्टीसित, राजनीतिक दलसँग अवसरवादीहरू, आशावादीहरू र विचारवादी र कार्यवादी पनि अहिले न्यायाधीशहरू भइरहेका छन्। त्यही भएको हुनाले न्यायाधीशले झोले ट्याग दिन लगाइरहेका छन् अहिले जनताहरू। हिजो पनि रवि लामेछानेको आशा धेरै थियो, त्यहाँका धेरै जनताहरूले भनिरहेका छन्। अहिले सामाजिक सञ्जालमा आवाज उठिरहेका छन्। रवि आऊ देश बचाउको नारा लागिरहेको छ, घन्किरहेको छ।
अहिले रविलाई हिजो पनि अन्तिम आशा थियो, हिजोको पनि आशा टुटाएको छ। हिजो पनि रविलाई न्याय दिएको छैन, रविको मुद्दामा आदेश नै आएको छैन। हिजो पनि झिकाउ आदेश दिएको छ, अन्य कुनै अन्तिम आदेश पनि आएको छैन। नयाँ आएका आइजिपी दानबहादुर कार्कीले भने नयाँ कडा चेतावनी दिएको छ। ओली सहित र लेखक र 6 जनालाई जाँचबुझ आयोगमा बयान लिने तयारी गरिरहेका छन्। यति बेला ओली, लेखक र अन्य 6 जनालाई आइजिपी दानबहादुर कार्कीले नयाँ चेतावनी दिएको छ। अब छिटोभन्दा छिटो कानुनी कारबाहीको घेरामा आएर सबैले हामी कारबाही गर्छौँ, कोही कानुनभन्दा ठुलो छैन, कानुनभन्दा यदि तलमाथि गरेको छ भने कसैले त्यसलाई हामी कारबाही गर्छौँ भन्दै आइजिपी दानबहादुर कार्कीले मिसन आफ्नो अगाडि बढाएका छन्। दानबहादुर कार्की आइजिपीले पूर्व आइजिपी चन्द्र कुबेर खापुङलाई पनि विदेश जानबाट रोक लगाएको छ। उपत्यकाभन्दा पनि बाहिर जान खोजेमा आइजिपी दानबहादुर कार्कीको अनुमति बिना कहीँ जान पाइने छैन भनी यति बेला चन्द्र कुबेर खापुङलाई पनि निर्देशन दिएको छ। यसगरी अहिले प्रहरीहरूको 23 र 24 गते जेएनजी आन्दोलनका दिन प्रहरीहरू खटिएका प्रहरीहरूको जाँचबुझ गरिँदैछ भने त्यसपछि सकिए लगत्तै चन्द्र कुबेर खापुङको पनि जाँचबुझ गरिनेछ र चन्द्र कुबेर खापुङको जाँचबुझ सकिएपछि केपी शर्मा ओली, लेखक गुगौन पनि दावाडी, त्यसैगरी गुप्तचर प्रमुख हत्रा थापा, सिडिओ छवि रिजाललाई र यिनीहरूलाई जाँचबुझ आयोगले बयान लिने भएको छ। चन्द्र कुबेर खापुङ पछि यिनीहरूको पालो आउँछ भन्दै आइजिपी दानबहादुर कुँवरले अगाडि बढाइसकेको छ। त्यो सँगै यिनीहरूको नाममा स्थान हद पनि तोकिएको छ बताएको छ। आयोगका एकजना सदस्यले हामीले जानकारी प्रस्तुत गरे अनुसारमा यिनीहरूलाई मैले जो नाम दिए, तपाईँले जो नाम भने मैले, यिनीहरूलाई स्थान हद तोकिएको बताएको छ। यिनीहरूलाई पनि पक्कै पनि कानुनी कटघरामा ल्याउने भनी आइजिपीले कसैलाई पनि नछोड्ने। यदि दोषी देखिएको खण्डमा हामी कानुनले जति दिन्छ, संविधानमा जति कारबाही गर भनेर लेखिएको छ, हामी त्यही अनुसार अगाडि बढ्छौँ भन्दै दानबहादुर कार्कीले भनिसकेका छन्। पुस 5 गतेसम्म सबै जेएनजी आन्दोलन 23 र 24 गतेको प्रतिवेदन तयार गर्ने आयोगले छानबिन तीव्र तरिकाले बनाइरहेको छ। यति बेला पुस 5 गतेसम्म जाँचबुझ आयोग टोलीले सबै जेएनजी आन्दोलनका दिन 23 र 24 गते के भएको थियो, को दोषी ठहर्छ भनेर सबै प्रतिवेदन बनाएर तयार गरिनेछ भन्दै उनले भनिसकेका छन् भने अहिले तीव्र रूपमा जाँचबुझ आयोग टोली अगाडि बढिरहेको छ, जाँचबुझ लिइरहेको छ। हौस् हामी थप्रै लिएर उपस्थित हुनेछौँ। त्यति बेलासम्मको लागि बिदा। हौस्, नमस्कार, जय नेपाल, हेर्दै गर्नुहोला।